Hey guys, welcome back to my channel. तपाईहरुलाई स्वागत छ फेरि पनि आइसक्यो नयाँ भिडियो र ब्लग लिएर। उत्सम यहाँ सुतिरहेको थिएँ एक्कासी यहाँ घामले हान्दियो। त्यही अब उठ्नुपर्ने हुन्छ है। यस्तो छ काम परे टक्कै त्यहाँबाट हानिसक्यो घामले। सुत्नै दिएन बिदा यसो रेस्ट हान्ने भनेको तर सुत्दैन यो घामले नि पर्ने हुन्छ। अब आज यसो पूजा छ हैन अनि यसो मुखसुख धुन पर्यो नुहाइदिए भन्दा पनि मुखसुख धोएर मात्रै बस्दै नि हुन्छ अरू के गर्न पर्दैन। खाउँछु म आज अब कता धेरै गरेर भेट्नुपर्छ। अब हामी खानुपर्ने हुन्छ हामीलाई केही खाएन। अब हामी पूजाको सामान लिन जानुपर्ने हुन्छ अनि त्यो सामान लिएर चाहिँ हामी बेच्नुपर्ने अवस्था हुन्छ। ल त्यो केटा अब हामी चाहिँ भ्लग बनाउन जेरी लिन भनेर आएको थियौँ होइन। जेरी लिन भनेर आएको अब त्यहाँ चाहिँ डल्टु सल्टु चाहिँ रहेछ जेरी चाहिँ पाएन त्यो भएर यसो एकछिन हावा खाने हिँडेको केटा हो है। कहाँ हिँड्यो अरे हामी लागेको घर तर कहाँ हो थाहा छैन हाम्रो त्यो उठामा थियो जस्तो हुन्छ। त्यही हो अब फर्किनु पर्ने हुन्छ यहाँ अब धेरै माथि पनि जानुहुन्छ अब हालिदिनु पऱ्यो कि हो कि भन न होइन। ल अब त्यही अब के भन्ने हो सब्सक्राइब हानिदिनु है भने ल ठिक छ। त्यही अब यहाँबाट अब फर्किनु पर्ने हुन्छ अब फेरि जे पनि हुन्छ। यो त ब्लग आइसक्यो। ओहो हेर्नु पर्दैन मेरो ब्लग हेर न ब्लग ब्लगै ब्लग ब्लग आयो के ब्लग मेरो ब्लग हेर के पोखमा पोख एक्लै आयो आयो फेरि पनि अब आयो त ब्लग। अरे भाइ साहब आयो त ब्लग आयो त चिसोले हेरेर हुन्छ बसाइदिँदो रहेछ मान्छेलाई त टाइमको टाइम के ओ माई गड यता हेरेको छु जस्तो गर्ने अनि त पनि हेरिदिने के ओ माई गड। ल दसैँ के दसैँ फेरि हाल्दै लाएर दसैँ आउला फेरि अर्को होइन अर्को यसलाई फेरि केराबारीमा हाल्थ्यो ल ह्याप्पी दसैँ सबैलाई ह्याप्पी दसैँ। हाल्नु परेन 1 किलोमिटर टाढादेखि भ्लग बनाएर हाम्रो केही भएन त्यहाँबाट हामी चाहिँ बार चल्न आएको अब बिचरैवटी फर्किन्छ भन्ने कुरा थाहा
ल बस बस यता हेर्न हल्का माथिको निकालिदिन्छ ल तपाईँ म आशीर्वाद दिन्छु भाग्यमान हुनु राम्रोसँग पढ्नु इन्जिनियर पाइलट बन्नु तर सल्केर कहिले नजानु पाइलट बन्ला र अर्कै पाइलट बन्ला र हेरि ओ माई गड होला र हेरि हाइट टिका त बिचामा आउँथ्यो नि त छेउछेउ मैले खल्तीमा टन्नै देखाएको छु कि जहाँ लगाइदिने हुन्छ खल्तीमा टन्नै भएपछि त यस्तो नाकतिर लगाइदिए पनि थापिदिन्छु म त के गर्यो यसले अब त्यसै के थाहा आन्टीका लागि यस्तो के हो त छोराहरू हो नि त अन्त के गर्ने भने नि अब घरमा त दिएन दाजा मिलेर स्याट्टा जहाँ त त्यही छ त अनि लोकल रक्सी त खाने मलाई अनि के खान्छ अब त्यो मैले पुटे खाँदा फेरि अर्को अमेरिकाले कतारको सुरक्षा जिम्मा लिने नेपालबाट अगस्तबाट 4 बजी सुन्न सक्नुहुनेछ हवस् त नमस्ते दसैँको बारेमा के भनिदिनु ल दसैँको बारेमा केही छैन झन्झुमी हामी बाबु त्यसै सडक दसैँ गइगयो अर्को साल अब मनाउँला बाबु जति सबैमा दुध हालिदिने हार्दैन नि के सबैमा दुध हाल्नु होइन काल्नु भने 5 रुपियाँ हाल्न पर्छ त्यो एउटै ठाउँमा दुईटा थाल्दा तीनटा थाल्दा पर्दैन पैसा नउठाए त जाने होइन यो घर त लेम्मै परे त ल हेर्नु न म भोलि हिँड्नु भने 20 हाल्नु पर्ने क्या नातिन् क्या नाति होइन अर्को चोटि पनि पुरा 10 रुपियाँ हालेको ठिक अब कहाँ हाल्ने भने अब एक जितेपछि बल्ल खल्तीमा हाल्ने होइन नानी एक जितेपछि होइन हेरबाबु गाउँ काटेर अहिले कहाँ गएको चिडीमा गएको के यो हो चिडीमा हुन्छ यार बा रिग्रेट हुन्छ रिग्रेट चिडीमा 10 हाल्नु त चित्त बुझ्दैन मलाई अहिले ल हेर्नु कोसँग आयो तपाईँ कोसँग ढुक्क फेरि 10 अब 10 कहाँ भने होइन त्यो झुक्का ल झेर्नु न चिडी म एक्लै थाप्नु परेन यो 10 भ्याइयो भने 10 भ्याइयो के दसैँ हेर न लागेको दसैँ अरूलाई दसैँ लागेको लागि चाहिँ हामीलाई चाहिँ भ्याइयो ल अब के गर्नु त अब लगेर आएपछि फेरि अब त्यतिखेर जाने चलन छैन हाम्रो भत्रै लिएर आउँछ धर्म होइन त्यही हो अब यस्तै हो कि भगे बताउने भन्नुहोस् म कहीँ पनि हिँड्ने यस्तो जहाँ जहाँ हिँड्नु पऱ्यो त्यहाँ चाहिँ म घुमाइदिइरहेको छु सास गर्न होला अब एडजस्ट गरिदिनु होला ल दसैँले भित्र लाग्यो के गर्नु गाह्रो अब यस्तो गरौँ कि दसैँको पैसाले बिस्तारै दसैँको पैसाले जम्मा होइन मेरो कति 2000 हो कि बढी मेरो 2000 4000ले सुन पसल खोलौँ चाँदी मात्रै बेच्दिउँ कि ल अब कहाँ अब हिँड्दिने हो छैन यस्तो खतरा already gone. Yeah!
हेर न ब्रेक हान्छ त के हो कि ट्रिप बने ए नाच्ने ए गोर्खा मनका मना मलाई आलो भने नि ठिक छैन जमाना अनि दसैँ कस्तो भएको त नि ठिक छ जटिल समस्याबाट ल के समस्या पऱ्यो भन्नु सेवा त ठ्याक्कै म भोलि आउँछु त्यसो भएर हामीले सरकार बनाउँछ भने 5वटा पार्टी बनेर सरकार बनेको छ पार्टी के हामी खोल्ने हो 5वटा पार्टी छ 5वटा पार्टी भएपछि काठमाडौँ कोल्याप्स गोर्खालाई राजधानी बनाउने आज सेरेको पैसा लुटेर हिँड्ने मान्छे गएको थिए शेरबहादुर देवाको पैसा लुटेर हिँडे त्यो पाइन्छ त्यो लुट्दे शेरबहादुर देवाको पैसा लुटेर अब के गर्नु पर्यो नि मेरो त पैसा हरायो भने पैसा हरायो कसो टिका लगाएपछि पैसा हराइदिने क्या टिका लागै पैसा हरायो अनि कस्तो टिका लागेपछि पैसा हराउन त नि त्यसो नभन्ने ल म जान्छु पैसा हरायो खोज्दै हिँड्ने हो क्या पैसा खोज्दै हिँड्ने म तपाईँले त भेट्टा छैन नि यता भेट्टा छैन भिट्टा खाइन मैले कहाँ भेटेँ टेन्सन भए दिनु न पैसा हरायो मलाई दाइले टिका लगाएर पैसा दिएको छ दाइले है टिका लगाएर खाना त पैसा दिए पैसा म कहाँ त्यो हुनु ए ल मन टेन्सन छ पैसा हरायो खोज्न जान्छु है आउँछ होला कहाँ हिँडेर आउँछ त नि अनि हाँस्दिउँ न अड्डिसक्यो होइन मेरो बारीको माथि म साइललाई ठाउँमा टिका लाउनु जान छ अरे होइन अनि साइला दाई कहाँ छ त नि भनेको साइला दाई त मेरो त पोरै बितेर जानुभयो नि तपाईँलाई थाहा छैन ए पैसा हरायो भनेको हजुर टेन्सन नलिनुहोस् हिँडेर आउँछ नि ल माथि जान्दिनँ यार ल अब त्यही अब यसले के किन्ने भने त्यही मैले चाइनिज किन्ने भने होइन चाइनिज किन्न मान्छे हराइदिएँ यार मार्छ अहिले के गर्ने त नि यति नै होला भ्लग आजलाई जसले अन्तिमसम्म भ्लग हेरिदिनु भयो त्यसलाई धेरै धेरै धन्यवाद जसले हेर्नु भएन त्यसलाई पनि धन्यवाद ल ठुलो मैले औषधि किनिसकेँ तर यसले कता लग्यो मैले औषधि चाहिँ किनिसकेँ हारेर छोडिदिएको हामीले कहाँ हामी त्यो चापाइ तिर्नु खोज्छौँ त नि कस्तो रहेछ यार हामी त्यस्तो हार्ने मान्छे त होइन नि अब छोड हार पनि बेहोर्न पर्छ कहिले काहीँ है दसैँमा मासु धेरै खाएपछि